म कपाल खुइन गइरहेको छु सो अनि अहिले चाहिँ म ट्याङ्गी ट्याङ्गी अहिले चाहिँ लगे जाउँ ल एउटा गीत गाउनु न त अनि म बल्ल देखाउँछु त्यत्रो त हाम्रै नि छ कि केही हल्लाउनु पर्दैन दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे राम्रो देखिए साउन त पालेको नि राम्रो सम्झ हाम्रो भाइले जे गरेर देखाउने 30 रुपैयाँ कि त हँसाइन यार अब बुहारी लिएर आउँदैछु कस्तो फाइनली गाइज मेरो चाहिँ इच्छा पुरा भयो देयरफोर आई एम कटिङ माई हेयर गाइज जान सो अब धेरै हजुरहरूलाई प्रतीक्षा नदेखाऊँ म होइन सुनौँ यति मात्रै एक्सेप्टेसन इज बेटर देन एक्सपेक्टेसन देयरफोर है सो हेलो गाइज वेलकम ब्याक छ तपाईँले फेरि पनि नयाँ ब्लगमा अनि होप यसलाई एक्ज्याक्टली फाइन छु अन्त आएको छु तिमी यता छ सो गाइज आज चाहिँ मेरो सबैभन्दा नराम्रो ब्याड डे किनभने म कपाल खुइन गइरहेको छु सो अनि अहिले चाहिँ म ट्याङ्गी ट्याङ्गी अहिले चाहिँ लगे जाउँ न अहिले चाहिँ अनि रातिको 7:00 बज्यो अनि चाहिँ अब चाहिँ हामी चाहिँ जाँदैछौँ तिनजना दाजुभाइ हाम्रो मैले हजुरलाई मेरो नयाँ दाइसँग इन्ट्रोड्युस गराएको छैन सो छिटै म गराउने छु सो लेट्स सी कपाल सो अनि चाहिँ जाँदैछौँ हामी दाजुभाइ तर जाडो होला जस्तो माने एउटा बाहिरबाट केही लगाऊँ अनि कपाल चाहिँ काट्न आँटे हो मैले जे परे परोस् होइन गाइज बाहिर चाहिँ दादाले वेट गरिराख्नु भएको छ हाम्रो दाइ सो गाइज ल एकछिनै फाइनल्ली हामी आइसकेका छौँ भिबक्स र मैले हजुरलाई भनेको थिएँ म एउटा दाइलाई रिभिल गर्छु भनेर हाम्रो दाइ यता हुनुहुन्छ दाइ मेरो अब एउटा दाइ यता हुनुहुन्छ अर्को दाइ यता थाकिनु भइसकेको छ यो चाहिँ यता राख्नु पर्ने हुन्छ कपाल काट्दै ठाउँमा आइसकेका छौँ अनि अब एकछिनपछि देखाउनुहुन्छ है दुईजना One eternity later. दाइ एकछिन नबजाइदिनु न सो गाइज फाइनल्ली कपाल पनि काटेर आइसक्यो अघि त्यहाँ भिडियो बनाउन मिलेन सो अब मेरो इज्जत उत्रिँदैछ भनौँ सो आई एम गोइङ टु सो यु माई हेयर स्टाइल गाइज होइन तर उब्बर नराम्रो देखिरहेछु म कपाल फाल्दा है चस्मा चाहिँ लगाइदिन्छु ल सो अब वास्तवमा चाहिँ मैले कपाल किन काटेको 4-5जनालाई थाहा होला सो किन पालेको थिएँ भन्ने पनि त्यो पनि 4-5जनालाई थाहा छ सो फाइनल्ली गाइज मेरो चाहिँ इच्छा पुरा भयो देयरफोर आई एम कटिङ माई हेयर गाइज जान सो अब धेरै हजुरहरूलाई प्रतीक्षा नदेखाऊँ म होइन सुनौँ यति मात्रै हेरिदिउँ ल छैन कपाल सो It's me guys, it's me. Literally. राम्रो देखेको छैन होइन किनभने म कपाल पालेकै राम्रो देखिन्छ तर अनि मैले काटेँ कज आई वान्ट टु के भन्छ अब वाट एभर ब्ला ब्ला सो चस्मा पनि लगाइदिन्छु बा कस्तो मम्मी त डेन्जर खुसी हुन्छ होला दाइ मेरो त कपाल काटेको देख्दा काट भनेको थिएँ गाइज मैले होइन यो कपालको लागि नि के भन्छ अरे राजीव सर हाम्रो ग्रिन प्लान्टको प्रिन्सिपल आदरणीय राजीव सरले धरि मलाई कति 40 लगभग 50+ विद्यार्थीको अगाडि मलाई लतार्दै टाउकोमा छोपेर लर पिटेछन् कतिचोटि क्लास बाहिर गइरहेको छु म कपालकै कारण पोखरामा मैले जब पनि लस गरेँ कपालकै कारण मैले धेरै मिहिनेत गरेँ र फाइनल्ली कपाल काटियो गाइस कस्तो अहिले त रिग्रेट पनि लागिरहेछ पछाडिको हल्का छोटो बनाइदिएछ कि मुलाले केही छैन फेरि पाल्छु अब चाहिँ विथआउट रिजन पाल्छु पहिला चाहिँ विथ रिजन पालिरहेको थिएँ कि साइडको फेरि हरियो बनाइदिएछ मागासम्म यस्तो बनाइदियो यस्तो बनाइदियो सो गाइज अघि यस्तो हल्लाउन पाइन्थ्यो यार रक स्टार अलिक फिलिङ कहाँ गयो अहिले यस्तो
यस्तो दिइरहेको थिएँ मैले। अब त खै दिनको लागि कपाल पनि छैन। कसरी मलाई यो समाजले अपनाउला गाइज। कोरियामा यस्तो कपाल काटेँ मैले, के मलाई अपनाउँछ? सो अब चाहिँ म मम्मीलाई फोन हान्न गइरहेको छु। हेरौँ मम्मीको रियाक्सन कस्तो हुन्छ। खै त मम्मीले फोन उठाउनु भएन, मम्मीलाई फोन लागेन। रोक्नु ल गाइस, म हजुरआमालाई फोन हान्छु। गाइस ल आमाले के भन्छन् हेरौँ न। कपाल काटे बुढी माउ, कपाल काटे बुढी माउ। कपाल काटे तिमीलाई देखाउनु लाछु भनेको। कपाल हेर, कपाल काटे के मैले, कपाल काटे। इ छँदै छैन हेर त। अचम्म लागेन तिमीलाई? अचम्म लागेन किन काटे भनेर? होइन पुरै काटेको कि। हेर त पछाडि छँदै छैन, यत्रो गुजुल्टो मान्छे हेर त। अब बुहारी लिएर आउँदैछु। कस्तो कसकी बुहारी हो र तिम्री बुहारी, नातिनी बुहारी। मजाक गरेको। कपाल काटेको देखाउनलाई हो क्या तिमीलाई। तिमीले सबैभन्दा पहिला खाली कपाल काट कि काट भन्थ्यौ, त्यही भएर सबैभन्दा पहिला तिमीलाई देखाएको। मम्मीलाई नि भने छैन। खोइ मम्मी कता हुनुहुन्छ? मम्मी ये भाइ यहाँभन्दा कति छिटो बनाउने हेर त। ल हेर कपालै छैन क्या। नातिनी बुहारीले भनेको गरेर काटे हो क्या आमा कपाल, नत्र कहाँ काट्थेँ र मैले। अब पछि देखाउँ ल। अहिले यहाँ लाद लाउँछ भयो। कपाल काटेको कहाँ भयो क्या बाबु, पछि हेर उली। ल राखिदिएँ मैले, मम्मीलाई फोन हान्छु अनि अहिले फोन हान्छु तिमीलाई। मेरो नि बबाल सन्चै हुनुहुन्छ? हजुरलाई एउटा सरप्राइज थियो के अरे। के हेर्न चाहनुहुन्छ? के खै सरप्राइज? अब बाबालाई सरप्राइज आउँदैछ हजुरलाई। गेस गर्नु न त के हो। आँखा छोप्ने कुरा होइन कि, गेस गर्नु न के हो, अनुमान लगाउनु के हो त्यो सरप्राइज। तै के को फोन? पैसा सैसा कमाइएको छैन फोन भन्नुहुन्छ यार। ल एउटा गीत गाउनु न त, अनि म बल्ल देखाउँछु। दुश्मन हेरेको हेरे, दुश्मन हेरेको हेरे। यति हो गीत? अरू आउँछ त यति गाउनु न अलि धेरै बेर। जुन गाडी हुन्छ हजुर हरि खुसी हुनुहुन्छ कि फेरि यो कुरा देख्नुभयो भने। ए मायालाई पानको पात भन्ने गाउनु नि त ल। मायालाई पानको पात
पानको पात अरूलाई धानको पात गोलुलाई पानको पात अरूलाई धानको पात मायालाई पानको पात। ल आँखा चिम्मा गर्नु। ल आँखा चिम्म ल हेर्नु। कपाल काटेर कस्तो अनुभव भइरहेछ छोराको कपाल नहुँदा। कसले काट्यो दोकानमा गएर काट्यो। खुसी हुनुहुन्छ कि नै भन्नु त। खुसी छु अझै छोटो बनाऊ भाइ ए बाबुजी यहाँभन्दा कति छोटो बनाउने हो र। कस्तो देखिएछ भाइ राम्रो देखिएछ बल्ल। त्यसकेर हजुर बाने त्यसकेर अहिले त राम्रो होस् अब त बान्ने लायकको पनि छैन हौ कपाल। ल ठिक छ काट्न लाग्थ्यो थिएँ तँलाई होइन आफैले काटे यसो अब सबैले खुसी बनाइदिउँ भनेर। ए ठिक छ हिरो नम्बर 1 ठिक छ नि होइन। अब फिदा हुन्छन् नि कोरियनहरू। कोरियनै हो सरी क्या कोरियनले के भन्यो भने मलाई मम्मी कपाल काट म तेरो भन्यो त्यही भएर काट्दै हो क्या। ए के भनेछ अरे कपाल काट म तेरो भनी अनि मैले कपाल काटिदिएँ कि। ल ल ल भेरी गुड ल आउँदा कोरियन लिएर आइज भन्नु न। ल ल राखिदिए त नि म यहाँ तर मैले गीत गाएको त भन प्रेजेन्टेसन बनाउँदैछु। राखिदिए भोलि कुरा गरौँ ल। कतिखेर भोलि अब दिउँसो ल। खबर दिदी बाबु खै कपाल देखाउ त काटेकै छैन मजाक गरेको। खै त देखाइदे सुजुन यो काटेको होइन त खुसी। स्टोरीमा हेर न कति लामो छ यो घाँटी। राम्रो देखिएछ। भनेपछि नपाला मबाट कपाल। हँसाइन यार। अरू भन के गर्दैछौ। अब फेरि पाल्छु गाइज। अनि म मेरो मामा जुट्टीलाई चाहिँ मेरो कपाल देखाउनु गइरहेको छु। खोइ मुख देखाउनु न हजुरको। हेरौँ हजुरको रियाक्सन मेरो कपालमा। हेर्नु है नाटक नपार्ने छिटो देखाउनु त। छिटो नदेखाउने हजुर। त्यसो भए मन देखाउनु न यत्तिकै हेर्नु म कपाल। ल छिटो अन गर्नु नि त अनि रियाक्सन हेरौँ हजुरको। कसम क्या हुनुभयो यार। ठिक छ अरे कहना क्या चाहते हो। यहाँ ब्लग भइरहेछ। 4-5 शब्द जाओस् न यार। 4-5 शब्द जाओस् न। म केही भन्न चाहिन्न भान्जालाई आई लभ यु अरूलाई सबैले लाइक कमेन्ट सब्स्क्राइब। सो गाइज फाइनली म मामालाई पनि कपाल देखाइसकेँ। सो अहिलेलाई चाहिँ यति नै है त गाइज। अब फेरि
2,000 years later. So guys, this is the next day of my haircut. So you can see अलिकति बाल सेट गरेर म चाहिँ अनि अहिले चाहिँ बबीको रुम हिँड्छु. सो अनि यु क्यान सी गाइज रियाक्सन चाहिँ घरको मान्छेको चाहिँ कति धेरैको रियाक्सन चाहिँ मैले देखाइनँ. अब मामाको र मम्मीको चाहिँ त्यहाँ चाहिँ हजुरआमा पनि दङ खाइदिन्, तर हजुरआमाले अझै पत्ता छैन कि मैले कपाल काटेँ भनेर. सो मेनी पिपुल आर वान्टिङ what's the reason behind my hair growth and what's the reason behind it to cut. So कपाल चाहिँ मैले किन पालेको थिएँ भने हजुरआमा फ्याक्ट भनिदिन्छु कि टोटल्ली डिटेली चाहिँ म भन्दिनँ होइन. कज म किन के भन्छ अरे त्यस्तो त्यति साह्रो पर्सनल लाइफतिर पनि नजाम. एउटा इन्सिडेन्ट भएको थियो अनि त्यो इन्सिडेन्टबाट चाहिँ म बाहिर निस्किन सकेको थिएन. त्यो भएर चाहिँ मैले कपाल पालेको थिएँ रियलमा भन्नुपर्दा. अनि मेरो ड्याडीको नि कपाल चाहिँ मेरो ड्याडीको अङ्कलको पनि अलिक लामो थियो कि कपाल. अनि सबले ड्याडी जस्तो देखिन्छस् अङ्कल जस्तो देखिन्छस् भनेर पनि कम्प्लिमेन्ट दिइरहेको थियो. त्यही भएर मैले त्यो भएर पनि काटेको थिएन. सो अनि अहिले 81 चाहिँ किन काटेँ भन्दा अहिले चाहिँ म अब त्यो इन्सिडेन्टबाट चाहिँ एकदम टाढा मलाई चाहिँ मैले त्यो इन्सिडेन्टलाई चाहिँ बिर्सिसकेँ. सो केटीहरूले चाहिँ अब स्टिल त्यही इन्सिडेन्टमा छ, त्यही इन्सिडेन्टले हार्म गरिरहेछ, त्यही भएर कपाल पालिरहेछ भन्ने सोच्नु भएको रहेछ. त्यो सोच्नेको नाम चाहिँ म भन्दिनँ. अनि देयरफोर अब उहाँहरूलाई चाहिँ म न्यू भइसकेँ. म अब नेक्स्ट हुन्छ नि म चेन्ज भइसकेँ भन्ने चाहिँ जनाउनलाई चाहिँ कपाल काट्दा हो. अब फेरि पाल्छु तर अब चाहिँ विथआउट रिजन पाल्छु. पढ्दैमा कसैले चाहिँ म अब त्यो करन छैन है भन्ने चाहिँ धेरै मान्छेहरूले चाहिँ बुझाउनलाई कपाल काट्दा हो थाहा छ. तर राम्रो त कपाल पाल्दा पनि देखिन्न र कपाल काट्दा पनि देखिन्न मलाई. आई नो बेटर. तर रिग्रेट नि अलिअलि त भएछ कि कज कपाल फालिदियो या त्यत्रो 2 वर्ष पालेर भन्ने कज कि अब चाहिँ जस मैले कपाल काटेपछि चाहिँ धेरै कुराहरू न्यू गर्छु भनेर पहिला एकचोटि भ्लगमा भनेको थिएँ कि होइन. धेरैचोटि चाहिँ भन्दैन, एकचोटि भन्छु कुन चाहिँ भ्लगमा भन्छु कि जस्तै मैले जुन दिन कपाल काट्छु नि त्यो दिन म चाहिँ अर्कै कारण भएर निस्किन्छु र ममा चाहिँ नयाँ कुराहरू पनि थपिन्छ, न्यू कुराहरू आउँछ मेरो उसमा भन्थ्यो. र त्यो कुराहरू चाहिँ म अवश्य नै देखाउने छु. र अब छिटै म मिनी भ्लग पनि स्टार्ट गरिदिन्छु. कपाल काटेँ यति नै हो. अब भ्लग पनि यतै हानिदिन्छु म होइन. सो मम्मीहरू यति मेरो आफन्तीहरू जसले मलाई कपाल काटेको हेर्न खोज्नु भएको थियो उहाँहरूको चाहिँ इच्छा पुरा भयो होला सायद. जस कपाल फाल दिइरहनु भएको थियो त्यही भएर कपाल अब ठिक छ नि होइन. हजुरहरूको छोरा हजुरहरूको भाइ अहिले यस्तो भइसक्यो. सो द मेन रिजन अबाउट माई हेयर कट इज सम टाइम एक्सेप्टेसन इज बेटर देन एक्सपेक्टेसन. देयरफोर है त गाइज. सो यति भन्दै अब म भ्लग यतै इन गर्न चाहन्छु. थ्याङ्क यू सो मच फर यो लभ होइन. धेरै भ्युज त आउँदैन, 100 भ्युज बल्ल बल्ल आउँछ. तर 100जनालाई म निकै धेरै भित्रैदेखि धेरै धन्यवाद दिन्छु. कज कि मलाई मेरो उसमा चाहिँ 100जना त छन् मलाई साथ दिने भन्ने चाहिँ फिल हुन्छ. सो जुलाईमा चाहिँ हरि बाबालाई भ्लग आउँदैछ गाइज होइन. सो धेरै मान्छेलाई चाहिँ थाहा छ होला अनि धेरैलाई चाहिँ थाहा छैन. सो थ्याङ्क्स फर वाचिङ है त गाइज. म यतै राख्दिनँ थालेँ भ्लग.